हाम्रो देशका बेरोजगार युवाहरू यसरी हेर्नुहोस्, त्यो चप्पल हेर्नुहोस्, तलदेखि माथिसम्म हेर्नुहोस्, युवाहरूको पीडा हेर्नुहोस्। आज हाम्रा देशका हजारौँ युवाहरू यसरी बेरोजगार भइरहेका हुन्छन्, तर हाम्रा देशका नेताहरू जो कुर्सीमा हुन्छन्, जुन सत्तामा हुन्छन्, उनीहरूले यिनीहरूको नाममा राजनीति गर्ने बाहेक केही गरेनन्। आज हामी यहाँबाट ती युवाहरूको पीडा देखाइरहेका छौँ। हाम्रो देशमा रोजगार भएको भए आज उहाँहरू यही देशमा बसेर आफ्नै परिवारसँग बसेर 2 पैसा कमाएर आफ्नो घर परिवार चलाउन सक्ने अवस्था थियो, तर यी युवाहरू पासपोर्ट लिएर लाइनमा लागेका छन्। अब हेर्नुहोस्, युवाहरू बाकसमा फर्किन बाध्य हुन्छन्, तर गुड मर्निङ, नमस्कार। भिडियो स्पेसल छ गाइज, सबैजनाले रिपोस्ट गर्नुहोस्, धेरैभन्दा धेरै भिडियो सेयर गर्दै जानु। भिडियो जनचेतनामूलक छ। एमाले काङ्ग्रेस माओवादीको राजनीति देख्नुभयो। विगत 30-35 वर्षदेखि देशको नेतृत्व एमाले काङ्ग्रेस माओवादीले गर्दै आएको छ। यही 30-35 वर्षभित्रमा हो एमाले काङ्ग्रेस माओवादीले देशको कल कारखाना खोला नाला बेचेर तहस नहस बनाएको, सर्वहारा गरिब दुखी जनताका छोराछोरीलाई बेरोजगार बनाएको, देशमा गरिबी भित्र्याएर त्यही गरिबीमाथि राजनीति गर्दैछ एमाले काङ्ग्रेस माओवादीले। हिजो हाम्रा बाजेले गरेको गल्तीको परिणाम आज हामी छोरा नातिले भोग्दैछौँ। हामीले पनि बाजेले जस्तै गल्ती गर्ने हो भने हाम्रा आउने भावी सन्ततिको भविष्य के होला, हाम्रा छोरा नाति पनातिको भविष्य के होला। त्यसै कारणले 3 लिटर पेट्रोल, मासु, चिउरा, रक्सीको आशमा कुनै पनि पार्टीको झन्डा नबोक्नुहोस्। पार्टीको झन्डा बोक्नै मन छ भने देशको झन्डा बोक्नुहोस्, देशको बारेमा सोच्नुहोस्। यसै गरी तपाईँ हामीले यी भ्रष्ट दलाल तस्कर माफियालाई साथ दिइराख्ने हो भने हाम्रो देशले निकास र विकास कहिले पाउँछ? अनि हामी सर्वहारा गरिब दुखी जनतामा परिवर्तन कहिले आउँछ? शेरबहादुर देउवा 5 चोटि प्रधानमन्त्री भए, केपी ओली 4 चोटि प्रधानमन्त्री भए, पुष्पकमल दाहाल प्रचण्ड 3 चोटि प्रधानमन्त्री भए, 4 चोटि 5 चोटि प्रधानमन्त्री खाउन्जेल देश र जनताका बारेमा यिनले सोच्थे भने आज हाम्रो देशको यस्तो दुर्गति हुने थिएन। हाम्रो देशले निकास र विकास पाउँथ्यो। सर्वहारा गरिब दुखी जनताका छोराछोरी आफ्नो घर परिवार, आफ्ना लालाबाला, आफ्ना श्रीमती बाउआमा छोडेर विदेशी भूमिमा रगत र पसिना बगाउन जान पर्दैन थियो। त्यसै कारणले यी भ्रष्ट दलाल तस्कर, यी माफिया, यी देशद्रोही, यी अपराधीलाई साथ दिन छोडिदिनुहोस्। साथ दिनुहुन्छ भने देशलाई साथ दिनुहोस्, देशको झन्डा उठाउनुहोस्। देशले एक दिन न एक दिन निकास र विकास पाउँछ।